के तपाईले लगाउनु भएको लहरे बालीहरू जस्तै लौका, घिरौँला, करेला, काँक्रोहरूमा चिचिला नलागेर झाल मात्रै बढेर चिन्तित हुनुहुन्छ या भनौँ लागेका चिचिलाहरू झरेर कुहिएर बाङ्गाटिङ्गा भएर तनाव लिँदै हुनुहुन्छ भने आजको भिडियो तपाईहरुको लागि। नमस्कार, म प्रकाश सेङतान स्वागत गर्न चाहन्छु तपाईहरुलाई मेरो यस युट्युब च्यानलमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो राम्रो लागेमा भिडियोलाई पनि लाइक गरिदिनु होला। भिडियो सम्बन्धी कुनै सल्लाह तथा सुझाव छ भने कमेन्ट पनि गरिदिनु होला। आज चाहिँ म तपाईहरुलाई यस भिडियो अन्तर्गत लहरे बालीमा चिचिला नलाग्नुको कारण के हो र कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सम्बन्धी र लागेका चिचिलाहरू झरेर कुहिएर बाङ्गाटिङ्गा भइरहेछ बढ्दै जाँदाखेरि भन्ने समस्या सम्बन्धी पुरा जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। पहिलो समस्या छ चिचिला नलागेर झाल मात्रै ठुलो भएर गइरहेछ। यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ र यसको समस्याको समाधान के हो भन्ने कुरा सम्बन्धी। लहरे बालीमा सुरुवाती अवस्थामा यो समस्या देखिन्छ र पछि गएर कुनैमा यो आफै ठिक पनि हुन्छ। बिरुवामा फुल लाग्ने र चिचिला लाग्नको लागि अक्सिन भन्ने हार्मोनको आवश्यक हुन्छ जुन बिरुवाको टुप्पोमा बढी हुन्छ। यदि यो हार्मोन बढी भएमा चिचिला बढी लाग्छ र कम भएमा कम लाग्ने गर्छ, जसले गर्दाखेरि अब हामीले यो हार्मोनलाई अब सबै ठाउँमा बोटको सबै भागमा समान रूपले पठाउनको लागि चाहिँ हामीले यसको टुप्पो काटिदिनुपर्छ, जसलाई हामीले 3G कटिङ पनि भन्छौँ। र यति गरिसके पछाडि चाहिँ यसको आँख्लाबाट सबै आँख्ला यसको यो जुन बाँकी हुन्छ आँख्लाहरू तिनीहरूबाट समान रूपमा मुन्टाहरू आउँछ, पलाउन थाल्छ, टुसाएर पलाउन थाल्छ, जसबाट चाहिँ राम्रो फल र फुल लाग्छ। दोस्रो समस्या छ चिचिला सानैमा झर्नु या भनौँ बढ्दै गइसके पछाडि बाङ्गोटिङ्गो हुँदै जानु। यसको कारणमा चाहिँ सबैभन्दा पहिला 1 नम्बरमा छ माटोमा बढी चिस्यान हुनु या भनौँ कम चिस्यान हुनु। अनि 2 नम्बरमा हुन्छ बिरुवामा खाद्य तत्त्वको अभाव हुनु। अनि 3 नम्बरमा हुन्छ परागसिंचनको कमी हुनु, माटोमा धेरै चिस्यान हुनु। यसको लागि चाहिँ हामीले अब कसरी माटोलाई धेरै गिरो पनि हुने गरी पानी पनि हाल्नु भएन। यदि पानी धेरै छ भने कटान सजिलो हुनु पर्यो र पानी धेरै छैन भने पानी हाल्नु पर्यो। पानी हाल्नको लागि चाहिँ तपाईले साँझको समयमा या भनौँ असाध्यै बिहानको समयमा प्रयोग गर्न सक्नुहुन्छ। र यति गर्दै यसमा चिस्यान बसाउनको लागि यसको वरिपरि चाहिँ हामीले जुन ठाउँमा पानी हाल्छौँ त्यही वरिपरि चाहिँ हामीले झारहरू पनि राखिदिनुपर्छ, पत्करहरू, झारहरू, परालहरू, जसले गर्दाखेरि चाहिँ यसको चिसोपनलाई कायमै राख्छ, जसले गर्दाखेरि धेरै राम्रो हुन्छ। अनि 2 नम्बरमा छ बिरुवामा खाद्य तत्त्वको आवश्यकता हुनु। अब फुल र फल लाग्ने बेलामा चाहिँ हामीले बिरुवालाई धेरैभन्दा धेरै बोरोन र क्याल्सियमको आवश्यक पर्छ। यिनीहरूलाई चाहिँ हामीले अब प्रयोग गर्दाखेरि चाहिँ 1 लिटर पानीमा 2 ml दरले प्रयोग गर्नु होला। अनि यो प्रयोग गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि बिरुवाले धेरैभन्दा धेरै फुल र फल लाग्नलाई सक्षम हुन्छ। त्यस पछाडि त यतिकै फल र फुल लाग्ने नै भइगयो र लागेकोहरू पनि अडाउने काम पनि गर्दछ। अनि 3 नम्बरमा छ परागसिंचनको कमी। परागसिंचनको लागि चाहिँ हामीले अब कृत्रिम तरिकाले पनि गर्न सकिन्छ। अनि परागसिंचन भइसके पछाडि मात्रै यसमा चाहिँ के हुन्छ भन्दाखेरि लागेका चिचिलाहरू एकदम राम्रोसँग अडिने हुन्छ। त्यही भएर चाहिँ हामीले कृत्रिम रूपमा पनि गर्न सकिन्छ, जसको लागि चाहिँ हामीले गरेर देखाउँदैछौँ है त। ल अब हामीले सबैभन्दा पहिला अब परागसिंचन गर्ने बेलामा चाहिँ हामीले के चाहिँ जान्नु पर्यो भन्दाखेरि कुन चाहिँ भाले फुल हो र कुन चाहिँ पोथी फुल हो भन्ने कुराको विचार गर्नुपर्छ। त्यो विचार गर्नको लागि चाहिँ हामीले कसरी चिन्न सकिन्छ भन्दाखेरि चाहिँ जुनमा चाहिँ अब यसरी फुल मात्र लागेको छ, यसमा पछाडि चिचिला छैन भने यो चाहिँ भाले फुल हो। अनि जसमा चाहिँ यसरी यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले फुल पनि छ र चिचिला पनि छ भने यो चाहिँ के हो पोथी फुल हो हैन। अनि यसको लागि चाहिँ अब हामीले परागसिंचन गर्नु पर्यो। परागसिंचन गर्नको लागि चाहिँ हामीले अब यसलाई टिपेर ल्याएर जुन यसको भित्र देख्न सक्नुहुन्छ तपाईँहरूले परागकणहरू, यसलाई चाहिँ यसको परागसिंचन गर्नको लागि चाहिँ हामीले यसको अब परागकणलाई छुटाउनु पर्छ हैन। जसको लागि चाहिँ हामीले यसको यो बाहिरी भागको यो पहेँलो भाग छ यसलाई चाहिँ हामीले हटाएर भित्र रहेको परागकणलाई चाहिँ हामीले सुरक्षित निकाल्नुपर्छ। यसलाई चाहिँ हामीले च्यातेर निकाल्न पनि सकिन्छ यसरी। अनि जुन हामीले यहाँ निकालेका परागकणहरू छौँ अनि यसलाई चाहिँ लगेर हामीले अब यसरी परागसिंचन गर्नको लागि चाहिँ हामीले अब यो पोथी फुलको यसलाई पनि हामीले फाटेर निकालेर हैन भित्रको जुन परागकण हुन्छ हैन जुन ठाउँमा चाहिँ हामीले परागसिंचन गर्नुपर्छ त्यो ठाउँमा चाहिँ यसरी निकालेर जुन हामीले निकालेको परागकण छ त्यसलाई लगेर यसरी दल्दिनुपर्छ। अनि यति गरिसके पछाडि चाहिँ यसमा के हुन्छ भन्दाखेरि परागसिंचन राम्रोसँग भएको हुन्छ, जसले गर्दाखेरि चाहिँ यो चाहिँ अब सजिलै हुन्छ, यो चाहिँ बस्छ अब।